ह्याप्पी लोसोर सबैजना जति पनि उपस्थित हुनुभएको मेरा आमा बुबा दाजुभाइ तथा दिदीबहिनी मामा माइजू काका काकी सबैजनालाई लस्सोर फ्याफुला भन्न चाहन्छु। मोहनी लगायो साँचीको नक्कली केटीले मोहनी लगायो। नमस्ते हजुर, यो भिडियो हेरेर लाइक सब्सक्राइब कमेन्ट गर्नुहोला। कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिनु। आफ्नो अनुभव संस्कार इज्जत मान प्रतिष्ठा र प्रेम अनि सम्बन्ध कमाउनु पनि हाम्रो जीवनको ठुलो कमाइ हो। धन्यवाद सबैजनालाई। र अबको पालो भने सुषमा मोक्तान ज्यूको जोरदार ताली प्लिज वन्स अगेन। धन्यवाद गोविन्द मगरज्यू र बहिनीलाई पनि धेरै धेरै धन्यवाद। अबको पालो भने रहेको छ नृत्यको र नृत्य नक्कलीलाई मैला पकाइदेऊ है सबैले।
डालैमा हाँसीमा राखौँ बोलीमा राखौँ एक बारको जुनीमा नाचन जन्मा नाचन नाचन फनफनी घुम्मी कम्मरै भाचन नाचन जन्मा नाचन नाचन फनफनी घुम्मी कम्मरै भाचन खेचर लानु जीवन एक बारको जुनीमा टप्पुमा बजो ओइचामा नाचुम सेलोमा टप्पुमा बजो ओइचामा नाचुम सेलोमा हाय 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 नाचुम सेलोमा ओहोरे माया साटौना जुग जति माया गासौना ओहोरे माया साटौना जुग जति माया गासौना खेचर लानु जीवन एक बारको जुनीमा टप्पुमा बजो ओइचामा नाचुम सेलोमा टप्पुमा बजो ओइचामा नाचुम सेलोमा हाय 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 नाचुम सेलोमा सोल्टाजु टप्पुमा बजौना अरे सोल्टाजु टप्पुमा बजौना प्रमाणपत्र सर्टिफिकेट र खादा लगाई सम्मान गरिदिनु हुन यहाँलाई अनुरोध सँगसँगै धन्यवाद पनि र हजुरहरू सबैजनाले जोरदार ताली दिनुहोला प्लिज कृपया। अब चाहिँ भने म एउटा अनाउन्समेन्ट भन्दा पनि हाम्रा भोलन्टियर मित्रहरू साथीभाइहरू हामी एकदम गीत सुनेर एकदम प्रभावित भयौँ। धेरै धेरै धन्यवाद यहाँलाई र यहाँको सम्मानको लागि म बिसिएन प्रेसिडेन्ट श्री बुद्धिमान थापाज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु यहाँको सम्मानको लागि। उपस्थित अतिथिज्यूहरू सबैजना महानुभावहरू हजुरहरू जसले खाना लिनुभएको छैन खाना लिनुहोला र सँगसँगै हजुरहरूले खाना लिइसक्नुभयो भने अगाडिको चेयरहरू मैले खाली देख्दैछु हजुरहरू अगाडि चेयरमा आएर बसिदिनु होला। धेरै धेरै धन्यवाद यहाँलाई। नमस्ते सबैलाई भेट भएको बेलामा नाचौँ न डम्फुको तालैमा यो हाम्रो पर्व लोसर बेलैमा। धन्यवाद हाम्रो मेन्टर शिष्यज्यू। त्यही हो होइन तामाङ सेलो जानी नजानी भए पनि यसो गुनगुनाउन गइरहेछु। सबैभन्दा पहिले त यस सोनाम लोसरमा होइन यसै विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रममा मौका दिनुभएकोमा हाम्रो विशेष गरी निविदाई साथै सबै सम्पूर्ण आयोजक समितिलाई अथवा तामाङ समाजलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसपालि पनि ट्राई गर्न गइरहेको छ है त। अलराइट सबैलाई भेट फाटो बेलैमा लासो लासो फुला नमस्ते सबैलाई भेट फाटो बेलैमा नाचौँ न डम्फुको तालैमा यो हाम्रो पर्व लोसर बेलैमा
सूचना रहेको छ। यही आउँदो जनवरी 25मा धेरै धेरै धन्यवाद यहाँहरूलाई। म फेरि जोड्न चाहेँ, यही आउँदो जनवरी 25 का दिन नेब्रास्का मगर समाजद्वारा आयोजित माघे सङ्क्रान्ति प्रोग्राम यही ग्रेट इभेन्ट सेन्टर हलमा हुन गइरहेको छ र यस कार्यक्रममा पनि हजुरहरू आएर मनोरञ्जन लिदिनुहोला र उहाँहरूलाई माघे सङ्क्रान्तिको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। र यो कार्यक्रमको उहाँहरूद्वारा आयोजित कार्यक्रमको टाइम चाहिँ रहेको छ 11 AM to 5 PM। धन्यवाद।
नाच्न जङ्गमा नाचन नाचन फनफनी घुमी कम्मरै भाचन नाच्न जङ्गमा नाचन नाचन फनफनी घुमी कम्मरै भाचन खिचेर लानु जीवनमा टिक बारको जुनीमा टम्पुमा बजाऊ ओइचामा नाचौँ सेलोमा टम्पुमा बजाऊ ओइचामा नाचौँ सेलोमा है 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 नाचौँ सेलोमा ओहोरी माया साटौना जुग जाने माया गासौना ओहोरी माया साटौना जुग जाने माया गासौना खिचेर लानु जीवनमा टिक बारको जुनीमा टम्पुमा बजाऊ ओइचामा नाचौँ सेलोमा टम्पुमा बजाऊ ओइचामा नाचौँ सेलोमा है 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 नाचौँ सेलोमा सोल्टाजु टम्पुमा बजाउना अरे सोल्टाजु टम्पुमा बजाउना धेरै धेरै धन्यवाद प्रज्ञा नानी नानी यही स्टेजमा बसिदिनु होला यहाँको यति मिठो यति राम्रो प्रस्तुतिको लागि यहाँ सम्मान गर्नको लागि म बोलाउन चाहन्छु एक्स-BCN प्रेसिडेन्ट दुर्गा विश्वज्यूलाई दुर्गा विश्वज्यू हजुर यहाँ स्टेजमा आउनुभएर हाम्रो नानीलाई नानीको कला नानीको सहभागितालाई सम्मान गर्नका लागि हजुरलाई यहाँ बोलाउन चाहन्छु दुर्गा विश्वज्यू अबको पालो रहेको छ फेरि नृत्यको थ्याङ्क यू धेरै धेरै धन्यवाद यहाँलाई अबको पालो फेरि पनि नृत्यकै रहेको छ र हामीसँग धेरै सांस्कृतिक कार्यक्रमहरू धेरै कोसेलीहरू स्टिल बाँकी नै छ त्यही भएर म फटाफट अगाडि बढ्न चाहन्छु र अबको नृत्यको लागि म बोलाउन चाहन्छु कलाकारहरू हुनुहुन्छ अनुज तामाङ उगेन तामाङ लवन गुरुङ एन्ड आशिष मगर अनि अर्पण गुरुङज्यू पनि हुनुहुन्छ उहाँहरूको गीतको बोल चाहिँ मिक्स रहेको रहेछ हेलम्बुको बजारमा सँगसँगै साइलोमा चार घरे उहाँहरू पछाडि विकास तामाङज्यूलाई तयारी अवस्थामा रहिरहनु हुन म हार्दिक अनुरोध गर्दछु तोर यङ मार यङ ताना ताना यङ बामी मैमा लायङ जी जेब जेब छामे रुकतामा होए गादे जाना चुस्याङ फुरताङ जी
किशोरज्यूलाई धेरै धेरै धन्यवाद। सँगसँगै हाम्रा भाइहरूलाई एनर्जेटिक पर्फर्मेन्सको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँको पर्फर्मेन्स जस्तै तालीको गडगडाहट पनि अलि हुनु पर्यो हजुरहरू। धेरै धेरै धन्यवाद यहाँहरू सबैजनालाई। अबको प्रस्तुति भने गीतको पालो रहेको छ। यहाँ निम्त्याउन चाहन्छु एक्स प्रेसिडेन्ट अफ केसिओए श्री राजु सुब्बाज्यूलाई। राजु सुब्बाज्यू हजुर जता हुनुहुन्छ जहाँ हुनुहुन्छ आसन ग्रहणको लागि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। राजु सुब्बाज्यू हजुरको आसन ग्रहण गरिदिनु होला। यहाँलाई धेरै धेरै धन्यवाद। अब भने विकास भाइ ल हजुर झट्टै आउनु पर्यो। यहाँ हाम्रो दर्शकज्यूहरू कुरिरहनु भएको छ तपाईँलाई। ल जोरदार ताली हाम्रो विकास तामाङ भाइलाई। थ्याङ्क यू हाम्रो भाउजूलाई। ह्याप्पी लोसोर सबैजना जतिजना उपस्थित हुनुभएको मेरा आमा बुबा दाजुभाइ तथा दिदीबहिनी मामा माइजू काका काकी सबैजनालाई लस्सोर फ्याफुला भन्न चाहन्छु। र म हजुरहरूको माझ आज सानो एउटा कोसिस लिएर आएको छु। खासै मैले अब गाना चाहिँ अलिकति चेन्ज गरेँ। इन्जिन गाडीमा भन्ने गाउन लागेको थिएँ र त्यो गाना चाहिँ अलिकति म स्वरलाई नभ्याउने भएर थिम्पूको चिसो हावाले भन्ने गाउन गइरहेको छु। सबैजना आएर नाचिदिनु होला है त। मेरो सानो प्राइजमा चाहिँ कोसिस हो। बिग्रे अथवा केही भुलटुटी भएमा क्षमा प्राप्ति छु हजुर। ल सबैजना आएर नाचिदिनु होला है। गर्ने फेरि हेलो थिम्पूको चिसो हावा मन उडायो। सम्झीको नक्कली केटीले मोहनी लगायो मलाई मोहनी लगायो। सम्झीको नक्कली केटीले मोहनी लगायो मलाई मोहनी लगायो। ओइ पेमा ओइ डोलमा भुतुकै बनायो। ओइ पेमा ओइ डोलमा मोहनी लगायो। चिन्जन हाम्रो फेसबुक र नेटैमा। चिन्जन हाम्रो फेसबुक र नेटैमा। भेट भयो हाम्रो फुलसेली गेटैमा। उठको दासी पारोको स्याउ जुब्जने माया लाउन पाऊ। झ्याती पारोको स्याउ जुब्जने माया लाउन पाऊ। ओइ डोलमा भुतुकै बनायो। ओइ पेमा ओइ डोलमा मोहनी लगायो। गुम्बाको कसम खाऊ भन्छ खाऊ भन्छ। गुम्बाको कसम खाऊ भन्छ खाऊ भन्छ। गेलुको सहर भागेरै जाऊ भन्छ। चौरीको छुर्पी सुझार जाऊ आमालाई माग्न आऊ। चौरीको छुर्पी सुझार जाऊ आप्पा र आमालाई माग्न आऊ। ओइ पेमा ओइ डोलमा
निक्कली केटीले मोहनी लगायो मलाई मोहनी लगायो साँच्चीको निक्कली केटीले मोहनी लगायो मलाई मोहनी लगायो मोहनी लगायो मोहनी लगायो मोहनी लगायो मलाई मोहनी लगायो थ्याङ्क यू सबैजनालाई Once again. आउन सक्नुहुन्छ
मच एकदमै धन्यवाद नाचेर साथ दिनुहुनेलाई सम्पूर्ण धन्यवाद अबको पालो भने रहेको छ एउटा शुभकामना मन्तव्यको। यहाँहरूमाझ म यस स्टेजमा बोलाउन चाहन्छु शुभकामना मन्तव्यका लागि हाम्रा आदरणीय दाजु एक्स BCN प्रेसिडेन्ट डाक्टर कुमार गुरुङज्यूलाई म यस स्टेजमा बोलाउन चाहन्छु। जोरदार ताली, यहाँले जोरदार ताली बजाइदिनु होला दाजुको लागि। दिनुहोला खड्का गजमेरज्यूलाई र सँगसँगै हाम्रो खड्का गजमेरज्यूलाई यति मिठो प्रस्तुतिको लागि, उहाँको सम्मानको लागि, उहाँको सहभागिताको लागि, उहाँको कलाको लागि म यहाँ बोलाउन चाहन्छु एक्स BCN प्रेसिडेन्ट गोविन्द मगरज्यूलाई। गोविन्द मगरज्यू हजुर यहाँ आउनुभयो र हाम्रो खड्का गजमेरज्यूलाई एप्रिसिएसन सर्टिफिकेट र खाद्यसहित सम्मान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद यहाँलाई। जोरदार ताली फेरि पनि। अब पनि पालो रहेको छ यहाँहरूमाझ फेरि पनि गीतकै धेरै मिठो गीत प्रस्तुत हुनेवाला छ यहाँ स्टेजमा र यो गीतको लागि म बोलाउन चाहन्छु गोपी लुङ्गेलीज्यूलाई। गोपी लुङ्गेलीज्यूको लागि जोरदार ताली, यहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। उहाँ आफ्नो गीत लिएर आउँदै हुनुहुन्छ। यो प्रस्तुति पछाडि तयारी अवस्थामा रहिदिनु हुन म सेजल मुक्तान, तारा मगर, पिटेकी एन्डी रेलाई रहनुहुन तयारी अवस्थामा रहनुहुन हार्दिक अनुरोध गर्दछु। अबको पालो गोपी लुङ्गेलीज्यूको। धन्यवाद। धेरै धेरै धन्यवाद सञ्चालिका ज्यूलाई मलाई यो अवसर प्रदान गर्नुहुने हाम्रो तामाङ लोसार, सोनाम लोसार सम्पूर्ण टिमलाई नै विशेष धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित रहनुभएको आजको कार्यक्रम सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निम्ताएका आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरूमा सेवा ढोक नमस्कार टक्राउँदै म मेरो गीतलाई सरासर प्रस्तुत गर्न खोजिरहेको छु। पहिलो गीत रहेको छ हाम्रो कुबेर राईज्यूको हिउँ जस्तै गोरी, शम्भु राईज्यूको म हिउँ जस्तै गोरी यो गीत प्रस्तुत गर्न चाहन्छु। हिउँ जस्तै गोरी हिमालकी छोरी धपकै बनेकी गुराँसै फुला सिरैमा लायो यो मन अल्झोनी हो यो मन अल्झोनी। सँगै मनोडै लाग्यो तिमीले लियो के हो बतासै सँगै उडै लाग्यो तिमीले लियो के मायाको कसम नहुने गरी दिलैमा बस्यो नि दिलैमा बस्यो नि
जस्तै गोरी हिक्की छोरी धपकै बलेकी गुराँसै फुला सिरैमा लायो यो मन अल्झोनी हो हो यो मन अल्झोनी कस्तो हुँदैछ ताली ताली ओठमा तिम्रो हेरिरौँ लाग्छ जुन चाहिँ मोहार हो ओठमा तिम्रो हेरिरौँ लाग्छ जुन चाहिँ मोहार आँखामा तिम्रो संसारै देख्छु दिन्छौ कि सहारा हो दिन्छौ कि सहारा यो जस्तै गोरी हिमालकी छोरी धपकै बलेकी गुराँसै फुला सिरैमा लायो यो मन अल्झोनी हो हो 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 यो मन अल्झोनी थ्याङ्क यू सो मच नाच्नु हुनेहरूलाई फेरि पनि मलाई साथ दिनुहोस् ल अर्को पनि एउटा गीत छ यो कन्टिन्यू गाउनु अवसर दिनुभएको छ एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा बल्झेछ क्यारे सुनको काँडा खलिलो खोटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा
अन्तिम सासैमा भन्थे नि बाले आँसु खसाली टीकाको थालीमा त्यही आँसु टीका पठाइदिउँ कि त्यही आँसु टीका पठाइदिउँ कि प्रवासको पातामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोकामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोकामा ताली यो अन्तिम हरन्छ है अब ताली बजाइदिनु प्लिज कति आएको भन्थे नि दाइले भाइ कामा बहिनी फर्केला भन्थे नि दाइले भाइ टिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रिणी लड्केला दिनभरि कराइरह्यो दिनभरि कराइरह्यो बेलको ठुटामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोकामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोकामा अल्झेछ क्यारे सुनको काँडा खरिलो बोकामा अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोकामा थ्याङ्क यू धन्यवाद हाम्रो नाच्नुहुने मलाई सपोर्ट गर्नुहुने सबैलाई एकमुष्ट धन्यवाद है थ्याङ्क यू लासो फ्यापुल्ला फेरि एकचोटि है लासो फ्यापुल्ला खोइ त सुनिन हौ आज तामाङको लोसार हो नि ल सबैलाई फेरि लासो फ्यापुल्ला भने र सबैभन्दा पहिला म आजका को चार्ज चाहिँ सिद्धिएको थिएन तर त्यसको माइक्रोफोनको सिद्धिएछ सरी र सभापति महोदय लगायत तामाङ समाज नेब्रास्काका जति पनि कार्यकर्ताजीहरू हुनुहुन्छ यहाँहरूले मलाई मञ्चमा शुभकामना मन्तव्य राखिदिन भनेर अनुरोध गर्नुभएकोमा यहाँहरू सबैलाई मुरी धन्यवाद दिन चाहन्छु र सबैभन्दा पहिला सबैलाई सोनाम लोसारको शुभकामना र तामाङ समाज नेब्रास्का किन गठन भयो त तपाईँ हामी सबैलाई अघि नै हाम्रा उद्घोषिकाज्यूले भनिसक्नु भएको छ तामाङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएका मौलिक संस्कार संस्कृति परम्परा रीतिरिवाज वेशभूषा भाषा लिपिको अभ्यास गर्ने र तामाङहरूको पहिचान र अस्तित्व बचाउने र त्यति मात्रै होइन विश्व शान्तिका प्रतीक भगवान बुद्धका उपदेश 4 आर्य सत्य आर्य अष्टाङ्गिक मार्ग करुणा मैत्री र अहिंसा परम धर्म
धर्मको पालना गर्दै जीवनमा सुख शान्ति समृद्धि र मुक्तिको बाटो पहिल्याउने उद्देश्यले तामाङ समाज नेब्रास्का गठन भएको हो र आज यसरी तामाङ समाज नेब्रास्काको लोसार सोनाम लोसारको उपलक्ष्यमा यहाँहरू सबै उपस्थित भएर यो एउटा जुन सामाजिक सद्भाव यहाँहरूले जुन देखाउनु भएको छ यसको लागि म मुरी धन्यवाद दिन चाहन्छु। र एउटा कुरा के हो भने नि मैले गाउँघरमा सुन्दै आएको अरू स्टेटमा जाँदा पनि सुन्दै आएको हामी त सबै कुरा प्राय नेब्रास्काबाट सिकिरहेका छौँ भन्छन्। हो कि होइन? तपाईँले सुन्नु भएको छ यस्तो? गुड। र कतिपय हामी यहाँबाट अन्य स्टेटतिर घुम्न जाँदा पनि नेब्रास्काबाट हामीले धेरै कुरा सिकेका छौँ। नेब्रास्कालाई हामी एउटा रोल मोडल स्टेटको रूपमा लिन्छौँ भनेर चाहिँ भनिरहेको सुनिन्छ। त्यसकारण किन भन्दाखेरि यही हो कुरा, तामाङ सम्प्रदाय नेब्रास्कामा हामी धेरै कम्ती छौँ नि, तर पनि हेर्नुहोस् त आज सोनाम लोसारको उपलक्ष्यमा हामी सबै उपस्थित भएर चाहिँ एउटा सामाजिक सद्भावको प्रमाणित गरिरहेका छौँ। र यसरी नै हामी नेब्रास्कावासी नेपाली भाषीहरू सबै चाहे भुटानी होस् कि नेपालबाट आएका हौँ हामी सबै चाहिँ यसरी एउटा सामाजिक सद्भावलाई कायम गरेर चाहे राईको होस् कि गुरुङको होस् कि तामाङको होस् कि हिन्दू सबैको आफ्नो आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने कार्यक्रमहरूमा हामीले यसरी नै सामाजिक सद्भाव दर्शाउनुपर्छ भनेर म यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। र अर्को कुरा अन्तिम, ग्रेट इभेन्ट सेन्टर, यो ग्रेट इभेन्ट सेन्टर कसैको होइन, यो कसको हो? तपाईँ हामी सबैको हो यो। र यो ग्रेट इभेन्ट सेन्टरलाई तामाङ समाज नेब्रास्काले यो हाम्रो हो, यो ग्रेट इभेन्ट सेन्टरलाई हामी सबैले साथ दिउँ र सपोर्ट गऱ्यौँ भने यो सर्भाइभ हुन्छ र यसलाई सर्भाइभ गर्न सक्यौँ भने भोलि हामी नेपाली भुटानी समाजको चाहिँ एउटा कल्याण हुन्छ भनेर जुन तामाङ समाज नेब्रास्काले विशेष गरेर मेरा आदरणीय भाइ डिबी तामाङ, आदरणीय भाइ शान्ता तामाङ, प्रकाश तामाङ र श्रद्धेय गुरु सुमन लामा गुरु र लगायत सम्पूर्ण अध्यक्ष चन्द्र तामाङज्यू, यहाँहरू सबैलाई मुरी धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यहीँ राख्न चाहन्छु। सबैलाई सोनाम लोसारको फेरि एकचोटि शुभकामना दिँदै मेरा 2 शब्द यहीँ अन्त गर्न चाहन्छु। लासो फ्यापुला। अबको पालो रहेको छ गीतको। यस स्टेजमा गीत प्रस्तुत गर्नका लागि म बोलाउन चाहन्छु कृषा गुरुङज्यू, हजुर यहाँको प्रस्तुतिको लागि स्टेजमा आइदिनु होला। र यहाँको गीतको बोल रहेको छ मलाई आँखैको परेलीमा। जोरदार तालीले उहाँलाई स्वागत गरौँ यस स्टेजमा। कृपया जोरदार ताली बजाइदिनु होला। म एउटा छोटो गीत लिएर आएको छु, केही भुल भए माफ गरिदिनु होला। Thank you.
सैया